यतातिर त मकै गोड्ने बेला पनि यत्रो यत्रो बोटहरू भइसकेको छ मकै चाहिँ। तर 2 दिन घाम लाग्यो भने फेरि भोलि पर्सिपल्टबाट पानी पर्दिन थालिहाल्छ। मकै गोडेको र नगोडेको केही कामै छैन साथीहरू। यस्तरी झार उम्रिरहेछ सबै कुरै मकैभन्दा अग्लो अग्लो झार उम्रिरहेछ। अनि मकै गोडेर पनि के गर्नु, घाम लागेन भने त झार सर्लक्क जागिहाल्छ। यस्तो भइरहेछ यहाँ यतातिर चाहिँ। हावा हुन्डारी गाडाङ गुडुङ गरेर पानी पर्नु आँटिरहेछ। यहाँ हेर्नु न कति धुम्बिरा, कस्तो डरै लाग्दो भइरहेछ। त्यही पनि आज त कस्तो हावा चल्ने रहेछ है। आम्मामा लु बतास चलेर त यस्तो भयो त। मौसम परिवर्तन हुनु केही बेर लाग्दैन साथीहरू। मौसम परिवर्तन हुनु केही बेर लाग्दैन। अघिसम्म चाहिँ कति ठुलो घाम लागेर म चाहिँ नुहाउनु खोजिरहेको थिएँ है। अहिले त यहाँ हेर्न साथीहरू पानी जोडेर आइयो। अब घरमा गएर चाहिँ नुहाउनु पर्यो भनेको त अगाडि पानी पर्नुलाई त्यस्तो हावाहरू चलेर हावा बतास क्या बतास चलिरहेको छ। बतास चलेर यस्तो भइरहेछ। अनि हाम्रो ट्रान्समिटरमा चाहिँ खालि फ्युज के झर्छ। अब हावा चल्ने बित्तिकै झर्नु थालिहाल्छ। तर अचल चाहिँ निकै भइसक्यो बनाएदेखिको। यस्तो यो बरको रुख त झन् कति ठुलो हावा चलेको छ बरको रुखमा त। त्यही पनि पानी पर्न आँटिरहेछ है, पानी पर्न आँटिरहेछ। हावा बतास चलेर यस्तो भइरहेछ। यता फुपूहरू मकै गोड्दै हुन्छ। पानी पर्यो मकै गर्नुहुन्छ। पानी पर्यो मकै गर्नुहुन्छ। ओ हावा चलेको। हावाले उडाएर लाने आँटिसक्यो। मकै नगर्नु है, गोठमा गएर बस्नु। अहिले लगेर उता बरको रुख माथि राख्देला है तपाईँहरूलाई। हामीलाई त उडाउन आँटिसक्यो। हामी पानी बनाएर आएको। तर के गर्नु, आकाशबाटै आइदिइहाल्यो पानी। अब पानी जोडेर ल्याएको त के अर्थ भयो र साथीहरू। पानी परिहाल्यो। हेत्तेरिका हो। अब फेरि त्यहाँ पर फुस्काइदियो भने फेरि जोड्नु को जाने। आम्मामामामा बिजोक रमाइलो पो हुनु आँट्यो त हौ। काटे कालो न कालो भएर चलेर हौ।